यो मन अनि समय कहिले यहाँ कहिले वहाँ भौतारिन्छ, विरक्तिन्छ र पुनः आफै सम्हालिन्छ पनि। झुल्के घाम जस्तै बालापन, मध्य जवानी र त्यो बुढापा आफै अस्ताउँछ र बिलाउँछ। एकैछिनमा हिमालको हिउँभन्दा कञ्चन अनि एकैछिनमा मडारिदो भेल जस्तै फोहोरी र डरलाग्दो मन। तर समय स्थिर छ, अविराम पनि। सायद कसैको पर्खाइले पो कि शरीर एकहोरो भागिरहे पनि मन उजाड छ, विशाल समुद्र जस्तै शान्त छ। लाग्छ ठुलै प्रकोपको सन्देश पर्खेको छ। त्यसैले त यो मन अनि त्यो समय आफ्नै गतिले चलिरहेछ र चल्छ पनि। तर यो मन कहिले नफुट्ने चट्टान बन्छु भन्छ त कहिले बर्खामा फाटेको छानो जस्तै झरिरहन्छ, टप 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 टप। समयले नै मेरै मनको विरोध गरिरहे जस्तो। सायद यो मन र त्यो मन मात्र समय फरक भएर